आज धेरैले अनुमान गरे अनुसार बालेन र रवि मिलेका छन्। धेरै खुसीको कुरो हो। पहिला यो आतंककारीहरूले देश भत्काएर लथालिङ्ग थिलो सबै अस्तव्यस्त, सबै कल कारखानाहरू, सबै पुलहरू, सबै संरचनाहरू ध्वस्त पारेर सरकार बन्दा त्यति नै आश गरेका थिए कि यत्तिकै नेगेटिभ पनि नभइहालौँ, तर यिनीहरूले के नै गर्ला भने जस्तो गरेर फेरि पछि पदको यताको लोभ, उताको नमिलेपछि यता उसले आफ्ना मान्छेहरू तान्न खोज्छन्, ऊ गर्छन्, त्यही पछाडि हो। यिनीहरू सबैको ब्याकग्राउन्ड हेर्ने हो भने सबै क्रिमिनल ब्याकग्राउन्डबाट आएका हुन्। रविको पनि खोइ पुडा सैनी भनेको छ, ड्राइभर हत्याकाण्ड भनेको छ। त बालेनले चाहिँ अहिलेसम्म त्यस्तो खालको देखिँदैन, तर पनि अलिकति सानो अभियोग लागिसकेको छ यो जेनजी आन्दोलनमा। मान्छे मार्ने हात छ भनेको छ होइन, मान्छे उक्साउने भनौँ न। अब यिनीहरूको गफ सुनिदिने हो र पत्याइदिने हो भने ओलीले बालेनलाई मान्छे गन्दैन। प्रचण्डले त पहिल्यै रविलाई सिध्याउन खोजेको, पछि मिले जस्तो पनि गर्थे होइन। यिनीहरूको केही कुरा बुझिँदैन कि यिनीहरूले अहिले जत्रो धमास गरे पनि यो फलास खेल्दाखेरि मान्छेले बोल्छ नि बिग टक हाने जस्तो, म यस्तो हो, मसँग यस्तो माल छ, मसँग यतिको माल छ भने जस्तो ठ्याक्कै फलास जस्तो हुन्छ। जे होस्, यो भिडियोमा मैले 7 बुँदेमा केमा एग्रिमेन्ट भएको छ भनेर पोस्ट गरिदिएको छु। सबै कुरा हेरेर एकचोटि आफ्नो कमेन्ट गर्नु होला, प्रतिक्रिया दिनु होला। के लाग्छ तपाईँलाई बालेन रविले नयाँ